अब यो भनेको चाहिँ यसले चाहिँ यहाँ माल्टामा चाहिँ फ्रीमा बसमा हिँड्नु पायो क्या। जहाँ हिँडे पनि त्यहाँ 5 मिनटमा हिँडे पनि 5 घन्टा हिँडे पनि दिनभरि हिँडे पनि रातभरि हिँडे पनि अब यो बस कार्ड भएपछि चाहिँ फ्रीमा हिँड्नु पायो। यहाँ अब आउने भनेको फेरि यस्तो पोस्टमा हो। अब पोस्टमा भन्छ नि हुलाक मार्फत आउँछ। अब हेरौँ है त यहाँ नेम छ आशिष राई अनि म बस्ने डिटेल्स सबै यहाँ छ। अनि खोलेर हेरौँ है त खोलेर हेर्दा यहाँ अलरेडी लेखेको छ माल्टा पब्लिक ट्रान्सपोर्ट भनेर। अनि यहाँ मेरो डिटेल्स रहेछ अलरेडी। लामो छ योसँग यो टाँसेर आएको रहेछ। ओके के लेखेको छ टालिजा कार्ड माल्टा पब्लिक ट्रान्सपोर्ट। यहाँ डिटेल्स रहेछ मेरो आशिष राई। अनि यो मेरो फोन नम्बर। आमा फोटो त परिसाको आएको रहेछ। यति धेरै त रिसाको त ओभर देखिरहेको रहेछ त नि। खुसी लाग्यो बल्ल बल्ल आइपुग्यो। योभन्दा अगाडि एभ्री चढ्ने बित्तिकै 2 युरो तिरेर हिँड्दै थियो। यस्तो 2 युरो तिरो बसमा अनि यस्तो चिट दिन्छ। अनि कति 2 घन्टा जति हिँड्न पाइन्छ यति तिरेकोले त्यति सुविधा हो। अब बल्ल ढुक्क यो आएपछि आनन्द। जहाँ जाँदा पनि पैसा लागेन। ट्याक्क गयो ट्याक्क पिन गऱ्यो सट्ट हिँड्यो झऱ्यो सक्यो बास। बल्ल बल्ल अब त जोग्यो नि त। अहिले 2 युरो छ अलिक पछि 2.5 युरो तिर्नुपर्छ। अनि यहाँको कार्ड भनेको चाहिँ यस्तै हुँदो रहेछ है। अनि यतापट्टि चाहिँ आफ्नो फोटोसँगै आफ्नो नामसँगै आफ्नो नम्बर डिटेल्स त्यस्तो हुँदो रहेछ।